राजमा किडनी बिन खानालाई अत्यन्त स्वादिलो एकदमै पौष्टिक प्रोटिनयुक्त वायुमण्डलीय नाइट्रोजन फिक्सिएसन नगर्ने बाली कोशी बालीमा वायुमण्डलीय नाइट्रोजन प्रायले गर्छ तर चाहिँ राजमाले गर्दैन। राजमा खेती गर्ने सिजन चाहिँ तराईमा यति बेला सुरु भएको छ। करिब 4 महिनामा तयार हुने यो बाली चाहिँ लगाएको करिब 45 देखि 60 दिनमा चाहिँ फुलहरू चाहिँ ल्याउने र यसको लागि चाहिँ 15 देखि 20-25 डिग्री सेल्सियस तापक्रम चाहिँ अत्यन्त राम्रो मानिन्छ। यहाँनिर चाहिँ हामीले इसान कृषि पशुपन्छी फर्ममा लगाएको राजमा आज 9 दिनमा यसरी भर्लान्त उम्रिएका छन्। जमिनै ढाक्ने गरी चाहिँ उम्रिएका छन् र रहर लाग्दो तरिकाले चाहिँ राजमाहरू निस्किँदैछन् जमिनबाट। लामो सङ्घर्षपछि 9-10 दिनको सङ्घर्षपछि यिनीहरू चाहिँ यसरी बाहिर निस्किँदैछन्। ल हेर्न सक्नुहुन्छ हामीले करिब यहाँ चाहिँ 2 कट्ठामा राजमाको बिउ उत्पादनका लागि चाहिँ राजमा लगाएका छौँ र यसको लाइनदेखि लाइनको दूरी चाहिँ 45 सेन्टिमिटर, बोटदेखि बोटको दूरी चाहिँ हामीले 20 सेन्टिमिटरका दरले लगाएका छौँ। यो राजमा अहिले यहाँ चाहिँ उम्रिरहेको छ फर्ममा। यहाँको बिहानी दृश्य, सुन्दर दृश्य यहाँहरूलाई चाहिँ क्यामेरा मार्फत देखाउन चाहन्छु। यहाँहरूले पनि राजमा खेती सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने कृषि प्रविधि युट्युब च्यानलमा चाहिँ यो भिडियोहरू चाहिँ राखिएको छ र यहाँहरूले अब धान काटिसकेपछि राजमा लगाउन सक्नुहुन्छ। राजमा लगाउने अब 1 हप्ता मात्रै बाँकी छ तराईमा। ढिला गरी लगाउनु भयो भने पछि तुषारहरूले चाहिँ असर गर्छ। त्यो भएर चाहिँ अब तपाईँले ढिला गर्नु हुँदैन। असोजको अन्तिम हप्तादेखि लिएर कार्तिकको दोस्रो हप्तासम्म राजमाको लागि राम्रो मानिन्छ। जति सकिन्छ अब तपाईँले चाहिँ छिटो लगाउनु पर्ने हुन्छ। पछि फुल फुल्ने बेलामा राजमा तुषार पऱ्यो कुर्यो लाग्यो भने यो चाहिँ कोसाहरू छोटा मोटा र फुलहरू चाहिँ झर्ने समस्याहरू चाहिँ आउँछ र यसरी चाहिँ हामीले राजमा खेती गर्नुहोस्। योबाट चाहिँ फाइदा छ। 1 कट्ठामा 40-50 केजी चाहिँ राजमा आरामले उत्पादन गर्न सकिन्छ। त्यो भएपछि तपाईँले बजारमा खैन राजमा 150-60 मा चाहिँ बिक्री गर्न सक्नुहुन्छ। करिब 1 कट्ठाबाट तपाईँले चाहिँ 5-7 हजार रुपियाँ आरामले कमाउन सक्नुहुन्छ खर्च कटाएर। यसमा लागत एकदमै कम छ। 1 कट्ठामा 1-1.5 केजी बिउ लाग्छ, 1.5-2 केजी बिउ लाग्छ र साथसाथै यसलाई चाहिँ एकपटक गोडमेल गर्नुपर्ने हुन्छ भने एकपटक सिँचाइ दिँदा चाहिँ राजमा तयार हुन्छ। करिब 4 महिनामा तयार हुने बाली हो र माघको अन्तिमतिर फागुनको पहिलो हप्तातिर यो राजमा तयार हुन्छ र त्यसपछि राजमा निकालेर चाहिँ यहाँहरूले त्यही ड्याङमा मकै लगाउन सक्नुहुन्छ। बसन्ते मकै, बसन्ते तरकारी। यसरी चाहिँ वर्षमा 3 बाली लगाउने ठाउँमा यहाँहरूले हिउँदे बालीको रूपमा चाहिँ तोरी, आलु, राजमा जस्ता छोटो अवधिका बालीहरू चाहिँ लगाएर राम्रो मुनाफा गर्न सक्नुहुन्छ। एउटा नगदे बाली पनि भएको हुनाले यो कोसे बालीमा एउटा नगदे बाली जस्तो रूपमा चाहिँ लिइन्छ यसलाई र त्यस कारणले चाहिँ यहाँहरूले चाहिँ यो राजमा खेती गर्न जरुरी छ। राजमाको माग चाहिँ दिन प्रतिदिन बढेको बढी छ। पूजा पार्टी, बिहे, व्रतबन्ध हरेकको घरमा चाहिँ दालको रूपमा चाहिँ प्रयोग गर्न सकिने र गेडागुडीको रूपमा प्रयोग गर्न सकिने तरकारी भएको हुनाले राजमा खेती चाहिँ अहिलेको सबैभन्दा राम्रो खेती भएको हुनाले यो सिजन चाहिँ राजमाको हो र राजमामा धेरै रोग किराहरू पनि नलाग्ने र अलिकति चिसो ढुसीले चाहिँ आक्रमण गर्ने भएको हुनाले त्योबाट जोगाउनु जरुरी छ भन्ने कुराहरू चाहिँ राख्दै बिदा हुन चाहन्छु। फेरि पनि यस्तै ज्ञानवर्धक कुराहरू यहाँहरूले कृषि प्रविधि युट्युब च्यानल मार्फत हेर्न सक्नुहुनेछ। त्यहाँ थुप्रै भिडियोहरू चाहिँ राखिएको छ। त्यहाँ गएर चाहिँ तपाईँले कृषि प्रविधि युट्युब च्यानलमा चाहिँ खोज्नु होला, हेर्नु होला। धन्यवाद।